Hi guys, welcome back to my new vlog. Welcome back to my new vlog. आज चाहिँ सटरडे अन्त हामी चाहिँ आज फर्स्ट टाइम हामी छिटो आइपुग्यो अनि मेरो चाहिँ प्लान केही थिएन अन्त मेरो अस्तिको भ्लग हेरेको छ भने चाहिँ मेरो कजन चाहिँ अलरेडी मदेखि छुटेर गइसकेको थियो छ अनि अब म चाहिँ आज चाहिँ उसलाई भेट्नु गएको त्यहाँ त्यो छोरी चाहिँ अस्तिको 2 हप्ता भयो नगएको है म अस्ति एकताल गएको थिएँ रिस्ना भेट्नु अब चाहिँ जान्छु होइन अन्त मैले चाहिँ रुममा बसेर अब स्टार्टिङ अघि नै म नुहाएर आएको भ्लग बनाउनु पर्यो भनेको थियो नुहाएर आएको मतलब रेडी नहुँदाखेरिको बनाउनु पर्यो भनेको थियो बनाएन अन्त बिर्सेछ अहिले स्टार्ट गरेको दुईजनाले हेरे ल गाइस अब चाहिँ होइन रुममा छ एकजना साथी पनि छ अब हामी दुईजना चाहिँ निस्किन्छौँ है त 6:30 पनि भइसकेछ यताको अन्त ल अब एकछिन बाटोमा गइरहेको देखाउँछु सो गाइस अब चाहिँ हामी हिँडिसक्यो होइन अब हामीलाई यहाँबाट बस पक्रिनु पर्ने हुन्छ अन्त बसको काठमा पैसा छ तर त मेरो चाहिँ यहाँ हेर्नु गाइस के भयो मैले चाहिँ सोच्यो चिसोमै यस्तो डल्ला पार्दै घुमेको भए त्योभन्दा अगाडि हामीलाई अहिले कहाँ जाने काम छ एरिस्नाकोमा जाँदैछु यो यसकै साथीकोमा जाँदैछ तर डेस्टिनेसन चाहिँ झन्डै एउटै मेट्रो पक्रिनु पर्ने हुन्छ मेट्रो होइन बसमा खासमा म एक्लै हो भने चाहिँ म मेट्रोमा जान्थेँ सिधै पाउँछ नि त तर अब चाहिँ हो त्यसो भने यहाँदेखि उतानिर बसमा यस्तो हुन्छ कि अन्त म खास मेरो आज जाने प्लान त केही थिएन अन्त फेरि अब अर्को विकदेखि सायद त्यो पनि बिजी हुन्छ होला भनेर अन्त अहिले गएको अस्तिको विक एकताल गएको थियो वन्स गएको थियो त्यहाँदेखि आज जाँदैछु म सो म त्यो तँलाई पनि देखाउँछु सो ल अहिले चाहिँ हामी बाटोमा छ होइन अन्त यो बाटोमा हिँड्दाखेरि चाहिँ गाडीहरू हिँडिरहेछ भरे के चक्क पारिदियो भने भन्नु भने नि गाह्रो छ मलाई हामी दुईजना अनि खालि लेट भन्नु जानेको छ यसले कहाँबाट चाहिँ के छ लेट भनिरहेको हुन्छ वासरुममा हल्का किस बनाउन आएको फ्यान्डोले ल अब हामी जान्छौँ यहाँबाट छिटो जानुपर्ने हुन्छ क्या लेट भइसक्यो भन्नु पनि कता लेट त पाएको छैनौँ ल कति मैले पर्स छोड्न आँटेको रहेछ सबै ओहो पर्स छोड्यो भने त मेरो त बबाल हुन्छ नि यार यस्तो छ यो क्लिप चाहिँ यहाँनिर यस्तो गरेर बोक्नु पर्ने हुन्छ छोरी मान्छेको के हो के छ जम लो बाई बाई भरे भेट्छु हामी मेट्रो चढ्नु जाँदैछ होइन ओ आइस अम्मा 4 मिनट रहेछ अब त 4 मिनट रहेछ केही छैन हामी चाहिँ यो सेन्टर पोइन्ट भन्ने फाइनल डेस्टिनेसन सेन्टर पोइन्ट भन्ने मेट्रोमा चाहिँ जान्छौँ हामी अन्त अब हामीलाई मेट्रो पर्खिरहेको छौँ मेट्रो आउनको लागि 4 मिनट्स रहेछ होइन 3 मिनट्स भइसक्यो यहाँ माथि होइन यहाँनिर पाउँदैन पो त यस्तो अर्कोलाई देखाउनु फेरि होइन भने मलाई अहिले मेट्रो आएको देखाउँछ मेट्रो अब डोर ओपन हुन्छ छिटो सिट पक्रिहाल्नु पर्ने पर्छ हुन्छ हामीलाई चाहिँ आमा मान्छे प्याक छ त है चल अहिले
अहिले चाहिँ हामी मेट्रोमा चढ्यो सिट पनि पायो अन्त हामी मजाले बसिरहेको छ अब हामी यहीँ बसेर कहीँ पनि चेन्ज गर्नु पर्दैन हामी डाइरेक्ट जान्छौँ अन्त त्यही भएर हामीलाई सिट चाहिन्छ नि त किनभने एक छोटो छोटो स्टेसन हो भने त निस्किनु यो उभिएर जाँदा पनि हुन्छ हाम्रो त अन्त 27 मेट्रो स्टेसन कट गर्नुपर्छ अन्त त्यतिसम्म उभिएर जाँदाखेरि त त्यतिसम्म उभिएर जाँदाखेरि त हाम्रो त त्यो घुँडाको हड्डी त जान्छ नि हौ त्यही भएर कम गाह्रो छ हामीलाई फिलहाल दुखेर खुट्टा दुखेर होइन गाइस वासरुममा आएर गरम भयो हामी के भयो भने नि सधैँ आइरहेको मेट्रो स्टेसनमा पनि पजल भएर रेडमा जाने ग्रिनमा गएर ग्रिनमा जाने रेडमा आएर नाथे प्लेटफर्म लास्टमा यस्तो गरम भयो यहाँ आएर अन्त फेरि यसको ब्यागमा सबै छ खजाना अहिले चाहिँ हामी यता आइपुग्यो होइन बर्डु भाइ अब यहाँ हल्का काम छ एकछिनले कल गरिरहेको छ मलाई यहाँ काम सकेपछि चाहिँ त्यहाँदेखि यो नेन जान्छ म औरिगा जान्छु गाइस दिस इज दुबईको मिना बजार हो यो चाहिँ यहाँ हेर्नुहुन्छ मलाई त जयगाउँ जस्तै लाग्छ यो पार्ट त झुम्का गिरा रे मिना कि बजार में यहाँ केटीले नक्कल बेसी पारेर यस्तो हुन्छ टार्जन गाइस देखेको छ यस्तो जब मैले पहिला सानोमा मुभी हेर्दाखेरि यस्तो बाँधेको हुन्छ यता हेर्दा त दुईजना चाहिँ होइन पानीपुरी पनि आयो मिठो रहेछ है ला पानी कम्ती दिएछ नि त दाइले माग्न घर फेरि दाजु मलाई त पानी कम्ती दिनु भयो नि हजुरले भने मलाई पानी थपेर दिनु ल हजुर भने कान दुख्यो अहिले रुममा गएपछि सन्चो हुन्छ भारी भएको छ नि रुममा गएपछि सन्चो हुन्छ कि ग्यास यहाँ छेडेको कि मैले यस्तो दुखिरहेको छु नि भन्नु सकेको छैन आफूलाई सानो किनिदिएको A gift for myself हालत हेर्ने यहाँनिर अम्मा 1 hour almost 1 hour जस्तै लाग्यो कि मलाई प्लेटफर्म गरी कता पुगेर गरी एक्जिट कता गरेर गरी के गरेर आमा सबै रङ बाटो गइरहेको रहेछ म त किनभने गाइस बल्ल बल्ल आइपुग्यो होइन खोइ यो मुनि पनि झरेर बसेको छैन अहिलेसम्म पनि मारिदिन्छु सल्लाह राम्रो छ नि सो गाइस म चाहिँ होइन बल्ल बल्ल रुममा पुग्यो खुट्टा यस्तो दुख्यो कि आमा नन्दन नन्दन र म साइको भएको नन्दन त्यहीँ पर्खिबस्यो म यता आउने उयसमा चाहिँ त्यो त्यहीँनिर बसेर आमा कान दुखेर मर्नु आँटेँ म त केही छैन मैले यो छेडेको नि त यता माथि लगाएको कि ए आमा यो त छुनु पनि भएको छैन यसको लागि आमा कति 11 बजे म 11 बजे आइपुगेँ 6 मा हिँडेको मान्छे बाबा रे बा म कान दुखेर मर्न आँटेँ अनि एउटा चाहिँ यो यसको लागि टाइम लाग्यो भने नि पहिल्यै भएर आइपुगेछ पहिल्यै भएर आइपुगेछ अरे अब होइन एउटा आफूलाई एउटा गिफ्ट गरेको नि त अन्त यसको बक्स यो मैले चाहिँ उताबाट लगाइरहेको यो अघि नै अन्त यता माथि यो त अलरेडी थिएँ यता माथि हल्का एउटा सानो लगाएको अनि के भन्छ होइन यस्तो हो नि त यस्तो नि त अब आफूले मेहनत गरेको होइन अलिकति आफूलाई पे अफ गरेको नि त त्यो चाहिँ मेहनतको फल अलिकति अब होइन यति मेहनत गरेर यति त लगाइदिउँ न भनेर हुन्छ नि त अन्त फाइनली एरिस्ना पनि भेट्यो एज यु क्यान सी त्यो त मोटा आइस है मोटाइ त अन्त
यता बस्न राम्रोसँगले बस मेरो बिचरा मेरो भ्युवर्सहरूलाई यतिर अनुहार राम्रोसँगले देखाइदिएँ यहाँ हामी दुईजना चाहिँ फेरि ब्याक टुगेदर यहाँ त्यो के अरे यहाँको त्यो मेट्रोको त्यो यता जान्छु त्यता पनि त्यही भेट्छ उता जान्छु उता पनि त्यही भेट्छ साइको भएको फेरि यो चाहिँ एक्जिट नम्बर 1 बाट आउँदो रहेछ म अस्ति 2 बाट आएको थियो 2 बाट चाहिँ फेरि यस्तो गरेर राइट टर्न गर्दाखेरि भइहालेको थियो आज चाहिँ एक्जिट 1 मा आएछु अन्त अरे यो दोकानहरू त फाल्टो फाल्टो छ भनेर त सोच्यो हिँडेको छ कुनै के प्यालेस होटल भन्नेमा पो पुग्यो भनेको अगाडिपट्टि सो स्ट्रगल गर्दा भए पनि म आइपुगेँ होइन अब हामी यहाँनिर ल अघि के अरे अहिले नाइट मार्केट त हेर्नु पनि नपाउने रहेछ मैले अन गाइस अब यो भ्लग चाहिँ भोलिलाई कन्टिन्यू राख्छु नि त भोलि म छिटो फर्किन्छु होला बिकज मैले कामहरू यति सकाएको थिएन उता यहाँनिर होइन ल गाइस टिल देन सी यू टुमरो मेरो कान दुखेर आज आमा म के गर्नु होला म कसरी सुत्नु होला भइरहेछ मेरो कान दुखेर मर्नु आँटेको छ यो चलाउनु पनि भएको छैन यार यो चाहिँ आफ्टर सो मच स्ट्रगल गरेर आइपुगेपछि चाहिँ यसरी स्वागत गर्छ हाम्रो बहिनीले कोक यो चाहिँ होइन अब स्पेसल कोक यो चाहिँ जुमा चाहिँ सुकुटी छ गुन्द्रुक छ आलु है यस्तो हुन्छ अब होइन आलु खाएर भालु नआउनु फेरि उयो छ उयो पनि यो चाहिँ के हो ड्राई फिस यहाँ यसकोमा चाहिँ सबै त्यो भुटानको योहरू छ क्या भुटानबाट ल्याएको ल है त गाइस अम्मा खुसी खान लागि सो हाई गाइस दिस इज नेक्स्ट डे अहिलेसम्म म यहीँ छु रिगामै अब चाहिँ जानुपर्छ एक्लै हुन्छ एक्लै छु अब यहाँबाट गएर के अरे त्यही हुन्छ मेट्रो बस केही छैन जानुपर्ने हुन्छ हिजो मैले बिहानै जान्छु भनेको थिएँ अब उयो वेदर त पानी परेको जस्तो छ त अन्त गाइस आई विल सो यु ल अल्रिकाको वेदर पानी परेको जस्तो भइरहेको छ क्या यति नै रहेछ खिर्की बेसी खोलिँदैन रहेछ सी ओहो यहाँबाट यो चाहिँ अल्रिकाको यो है यस्तो छ मुनि चाहिँ यता चाहिँ अब म यो बाटोबाट जानुपर्छ यो चाहिँ अहिले मलाई तलसम्म जान्छ मसँग यस्तै छ बस्ने ठाउँहरू होइन यहाँ चाहिँ 3 जना बस्छ एकजना हाम्रो साथीहरू अब यहाँबाट जानुपर्ने हुन्छ यहाँ तलसम्म यसमा पनि जान्छ त्यहाँदेखि म एक्लै जानुपर्छ ल अब चाहिँ सट अब हामी चाहिँ अब जाँदैछु हामी होइन म चाहिँ जाँदै खालि हामी फर्किँदैछ म चाहिँ अब जाँदैछु यो तलसम्म जान्छ त्यहाँदेखि मेरो जाने टाइम भयो अब टाइम अप भएको मेरो टाइम अप भएको जाने अब यो चाहिँ बाहिर है त अब बाहिरबाट यहाँ छ होइन ग्रोसरी हामी चाहिँ अलिकति ग्रोसरीमा जान्छु अलिकति होइन एकछिन छ्या मेरो बोली त कस्तो हुन्छ जान्छ र भिडियो यो अन गर्न थालेपछि त गाइस म त्यो नुडलको सेक्सनमा आएको कि तर मैले चाहिँ त्यो 2 टाइम्स खोजेको पाएन हौ यहाँ सबै रन गरिसक्यो छैन उता पनि पाउँदैन कि अन्त मलाई त्यो यस्तो यता आइराख्दाखेरि लगिराख्नु पऱ्यो भनेर सोचेको छैन यसनालाई सोध्नु पऱ्यो यसनाले अस्ति ल्याएर आएको थियो त्यो पनि कपको लिएर आएको थियो कि अन्त त्यो चाहिँ मलाई एकदमै मनपर्छ नि त यहाँ त छैन नाइट मार्केटमा पसेको होइन
यो चाहिँ नाइट मार्केटहरू रहेछ अलबिगाको तर यो ठुलो नाइट मार्केट होइन यो सानो हो यहाँ चाहिँ बसेर खाने हे हेलो हाई आते आते त्यहाँदेखि चाहिँ यसो होला कुन फर्किन्छ ल त्यसो भने गयो बाई एक दिन त एक दिन चाहेर जानु पर्यो एक दिन पाएन गइरहेको छ अब मेट्रो स्टेसनमा लकिली मैले चाहिँ नि बस पनि पाइहालेँ होइन यस्तै हेरेको ठिकै बसेर आएरसम्म मलाई त लागेको थियो कि किनभने त्यहाँबाट अलबिगाबाट यहाँसम्म मेट्रोमा आयो त्यहाँदेखि मलाई लाग्यो कि फेरि बसमा किन होला भन्ने लाग्यो र फेरि पाइदिएँ कि अन्त मान्छे पनि यस्तो क्राउड छैन रहेछ सिट पनि पाइहाल्यो सिट चाहिँ फर्स्ट प्रायोरिटी हुन्छ नि त हाम्रो लागि चाहिँ होइन अब गाह्रो हुन्छ नि त त्यही भएर खै अब सिट खाली छ यहाँनिर ढक्कै बस्छु कि मेरो सिटमा चाहिँ सब मेरो ब्यागहरू राख्दै नि किनकि यस्तो हुन्छ नि त केटाकेटीसँग बस्नु मिल्दैन होइन अन्त अगाडिपट्टि बेबी सिटमा चाहिँ बसेछ कि चाहिँ त्यही भएर म त्यता बसिरहेको छु होइन अब गएर त्यतिखेर पुग्छ त्यतिखेर अपडेट गर्छु के फोन लागिरहेको म त पानी पनि हाई गाइस हामी चाहिँ आइपुग्यो होइन अन्त मसँग त दुईजना साथी दुईजना एउटै जग्गामा बस्ने साथी भेटेँ होइन अन्त मलाई सजिलो भयो बसमा आएर बसिरहेको थियो अन्त यो दिदी पनि बसिरहेको रहेछ ठक्कै त्यहीँनिर होइन हिजो त हामी दुईजना त हिजोसँगै गएको नि त है अन्त म त त्यहाँ यसो बसिरहेको थिएँ तपाईँ बिहान गएको हो हामी चाहिँ हिजो गएको है अन्त यसो हेरेको यो नन्दन आइरहेको रहेछ त्यहाँदेखि चाहिँ मलाई साथी पनि भयो अन्त ठिकै होइन त्यही भएर अब हामी बसले यहाँसँग पुऱ्याइदियो अब चाहिँ 2 मिनटमा रुम पुग्छ है त गाइस पैदल जाँदैछौँ हामी पैदल जाँदैछ अब चाहिँ यहाँबाट होइन अन्त मान्छेले हेरिरहेछ मेरो युट्युब च्यानल हे अरे ल गाइस अब चाहिँ रुममा गएर भेट हुन्छ नि त एकैचोटि होइन खानाहरू बनायो तपाईँले मेरो दिदीले बनायो कसले बनाइदियो गाइस अब यसो हुन्छ घुम्यो है हामी घुम्यो अब खानापिना बनाएको छैन भोलि केही छैन त्यसोका रोटी खानुपर्छ ल गाइस अहिलेको लागि अलबिदा रुममा गएर एकसँगमा कि मेरोमा एकसँगमा त्यो कहाँ त्यतिखेर त त्यस्तो भएको थिएन नि पछि त्यो कति हामी त 4 बजीसम्म बसेको बिहान 4 अमै धन्यवाद थ्याङ्क यू सो मच देखाइदेऊ म चिया ल्याइदिए गरेँ अब चिया खान्छु होइन कता तातो रहेछ तातो 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 म बाहिर निस्केर खान्छु म अहिले मेरो बेडमा पुग्छ कि ल गाइस अब चाहिँ म फाइनली मेरो सबै काम सक्यो भन्दाखेरि पनि त्यही फ्रेस अपहरू भइसक्यो अनि अहिले चाहिँ म मेरो कम्फर्ट जोनमा छु होइन एकदमै रिल्याक्समा अब सुत्नुपर्ने हुन्छ मर्निङ ड्युटी छ अर्ली मर्निङ ड्युटी छ अनि त्यति नै हो भिडियो लास्टसम्म हेरिदिनुहोस् मन पर्यो भने लाइक कमेन्ट सेयर and the most important subscribe गरिदिनुहोस् होला those who are new to my channel as you can see there my name is Angelika Tamang हैन subscribe गर्नु नबिर्सिदिनुहोस् अनि टाइम पाउँदा लाइक मेरो भ्लगहरू मोस्टली विकेन्ड्सतिर हुने चान्सेस हुन्छ मोस्ट अफ द टाइम सो whenever I get time vlogहरू अपडेट गरिरहन्छु so till then take care thank you so much for watching good night everyone तशी दिले अब खाना बिर्सेको ल अब सुत्नु पर्छ good night bye bye take care everyone see you in the next vlog